हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। फेरि पनि तपाईँहरूको साथमा उपस्थित भइसकेको छु। म चाहिँ सुतिरहेको थिएँ अनि यहाँ दाइहरू हुनुहुन्छ उठाएर यता हामी खोला जाँदैछौँ। अहिले चाहिँ अहिले भने चाहिँ अगाडि हुनुहुन्छ हाम्रो यता प्रमेश दाइ हुनुहुन्छ, चप्पुका दाइ हुनुहुन्छ अनि यता चाहिँ हाम्रो राज दाइ हुनुहुन्छ अनि म चाहिँ पछाडि छु क्यामराम्यान। अनि यो चाहिँ आज चाहिँ कस्तो दामी मौसम भइरहेछ। अहिले चाहिँ 5 बजिसकेको छ। अहिले भने चाहिँ हामी खोलातिर लाग्दैछौँ अनि तपाईहरुले यता मलाई पनि देख्न सक्नुहुन्छ। म चाहिँ निन्द्रामा छु, सपनामा कि विपनामा हिँडिरहेको छु मलाई थाहै छैन कतिको। यहाँबाट चाहिँ हामी अब 1-2 मिनट लाग्छ हामी अब भने चाहिँ हामी अगाडि बढ्दै जाँदैछौँ। सक्नुहुन्छ त यहाँ पारी चाहिँ कुकुर भुक्न थालिसक्यो। यहाँ पारी चाहिँ घाम डुब्नलाई तयार हुँदैछ, अलिअलि देख्दैछ। यो चाहिँ हाम्रो तल गएको बाटो हो। यहाँ पारी देख्न सक्नुहुन्छ, यो पारीको डाँडा चाहिँ कन्याम हो साथीहरू। अनि यता ओरोपट्टि चाहिँ हरकटे हो भनेपछि यता पारी कन्याम। अनि यहाँ तल चाहिँ यो तल्लो गाउँ चाहिँ मलिम भन्छ। यो गाउँलाई चाहिँ खण्ड्री काटेर पनि भन्छ। यहाँ देख्न सक्नुहुन्छ यस्तो दामी भ्यू छ, यस्तो दामी भ्यू छ साथीहरू। यहाँ चाहिँ तपाईहरुलाई अर्को कुरा चाहिँ के देखाउँछु भन्दाखेरि यहाँ चाहिँ फुल के भन्छ सयपत्री फुल पनि देखाउनु गइरहेको छु तपाईहरुलाई। सयपत्री फुल पनि देख्न सक्नुहुन्छ। यहाँ चाहिँ कस्तो दामी सयपत्री फुल फुलिरहेछ साथीहरू। देख्न सक्नुहुन्छ यहाँ चाहिँ सयपत्री फुल कस्तो दामी सयपत्री फुल फुलिरहेछ। यहाँ देख्न सक्नुहुन्छ सयपत्री फुल। यहाँ हेर्नुहोस् बगानै रहेछ। यहाँ चाहिँ कस्तो दामी रहेछ क्या ठाउँ चाहिँ, कस्तो राम्रो रहेछ बगान। यहाँ चाहिँ हाम्रो दिपेन दाइको घर। अनि यहाँदेखि खोला चाहिँ जानुको लागि अब उही पारीको हरिहरी डाँडा छ त्यहीँ जाऊ, धेरै टाढा छैन। बहिनीहरू चाहिँ स्कुलबाट फर्किसक्नु भएको छ। अब भने चाहिँ हामी अगाडि बढ्छौँ। ल त गाइज, अब हामी भने चाहिँ हामी यहीँबाट जानुपर्ने हुन्छ तेर्सो। ल लेट्स गो। चाहिँ 3 मुठीको कुकुरले पुरै धम्की दिइरहेछ। अब यो घरको तेर्सो हामी जान्छौँ खोला चाहिँ, किनकि खोला जानु भनेर आएको तर खोला चाहिँ गएनौँ। अब भने चाहिँ हामी दक्षिण डाँडातर्फ लाग्छौँ। देख्न सक्नुहुन्छ यस्तो राम्रो सिन रहेछ यहाँ भित्तामा चाहिँ। खाला जस्तो गर्छ त यार यसले त, जोगेर है खालै। अनि यहाँ चाहिँ कोपी गरेको कोपीलाई पानी हालिरहनु भएको छ। साह्रै राम्रो कोपी खेती। यतातिर चाहिँ कोपी खेतीहरू हुन्छ, अदुवा खेतीहरू हुन्छ। अनि आउनुहोस् न यही बाटो हो। अब यहाँ चाहिँ खोला जङ्गल छिचल्दै जानुपर्ने हुन्छ है साथीहरू। अब यहाँ चाहिँ यस्तो झोडी छ, यहाँबाट जानुपर्ने हुन्छ है। ल एकछिन। अब भने चाहिँ म चाहिँ अहिले अर्को भिडियोमा भेट्छु। अब भने चाहिँ मेरो भिडियो चाहिँ यतिमै। ल साथीहरू।